नेपालले पनि इन्डियाको भूमि मिचेको छ भनेर अभिव्यक्ति दिनुभएको थियो। त्यसै कारणले प्रतिपक्षहरू अहिले आन्दोलन गरिरहनु भएको छ। त्यस विषयमा के हो सभापति भन्नु? नरेन्द्र मोदीले चाहिँ नेपाल अब त्यस विषयमा तपाईलाई म एउटा कुरा के बताउँछु भने परराष्ट्र मामिलासँग सम्बन्धित विषय, परराष्ट्र सम्बन्धका विषय, कुनै देशसँगको सम्बन्धको विषय, राष्ट्रको परराष्ट्र नीति जस्ता विषय त्यो पार्टी पिछेको हुँदैन, देशको हुन्छ। देशको परराष्ट्र नीति भएको हुनाले र सरकारले, सरकारका प्रमुख प्रधानमन्त्री भएको हिसाबले प्रधानमन्त्रीले आफूले बोलेको कुरा सरकारले त्यसलाई त्यसको बारेमा के हो कसो हो भनेर परराष्ट्र मन्त्रालयले स्पष्टसँग विज्ञप्ति मार्फत नै जानकारी गराइसकेको छ। त्यो नै सरकारको आधिकारिक धारणा हो। परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक रूपमा आफ्नो आधिकारिक पेज मार्फत आफ्नो आधिकारिक पत्र मार्फत हामीले भनेको के हो, हामीले भन्न खोजेको के हो, जुन विषयमा प्रश्न उठ्यो प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा त्यसको वास्तविकता हाम्रो भनाइ यो हो, हामीले यो भन्न खोजेका हौँ, हामीले यो गरेका हौँ भनेर आधिकारिक रूपमा जानकारी गराइसकेपछि त्योभन्दा थप आधिकारिकता खोज्नुपर्ने आवश्यकता म देख्दिनँ। मेरो एउटा प्रश्न छ। हजुर, तपाईलाई भारतमा एकदमै भव्य स्वागत गरियो, त्यसमा हाम्रो साथीहरू एकदमै चौडा भएको छ। तर तपाईँ भारत जाने बित्तिकै विशेष गरेर प्रतिपक्ष दलहरूले के चाहिँ आगमन गरिरहेका छन्, आरोप पनि लगाइरहेका छन्। तपाईँ चाहिँ अब भारतको आशीर्वाद दिन जानुभयो, छिट्टै प्रधानमन्त्री बन्दै हुनुहुन्छ। अब यो चाहिँ पैसा त तपाईँ जानेको भने चाहिँ आशीर्वाद गरिरहेका छन्, तपाईँलाई चाहिँ आरोप लगाइरहेका छन्। के भन्नुहुन्छ यसमा? म केही भन्न चाहन्न। निर्वाचन अगाडि हामीले लेखेको कागज एकपटक पढ्न भनेर अनुरोध गर्न चाहन्छु। हामी अस्थिरताको पक्षमा छैनौँ, हामी स्थिरताको पक्षमा छौँ। नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हौँ। हामीले गरेको बाचा, बोलेर गरेको बाचा, लेखेर गरेको बाचामा अडिग छौँ, रहिरहन्छौँ। त्यसकारणले यसभित्र प्रतिपक्षले गरेका प्रश्न, प्रतिपक्षले गरेका आशंकाहरू उहाँहरूको आफ्नो धारणा होला, उहाँहरूको कारण होला। प्रतिपक्षले के कारणले निश्चित प्रश्नहरू गरे भन्ने कुराको जवाब सत्तापक्षले दिएर साध्य हुँदैन। म प्रतिपक्ष साथीहरूलाई यति भन्न चाहन्छु कि म थाहा पनि पाइराखेको छु, जुन कुरा स्पष्ट पारिसक्यो त्यसलाई निरन्तर त्यसलाई विरोधको विषय बनाएर अगाडि बढ्नुभन्दा थाहा पायौँ हामीले केही कुरामा प्रतिपक्षले रुचि देखाएन। हामीले भनेका, हामीले गरेका केही विषयहरूलाई लिएर प्रतिपक्षले प्रश्न उठायो, हामीले सुन्यौँ नि। प्रतिपक्षले विभिन्न मागहरू गर्यो, हामीले सुन्यौँ नि। अब अगाडि बढ्नुपर्ने हुन्छ। हामीले अस्थिरता अथवा सधैँभरि किचलोको वातावरण सृजना गर्नु हुँदैन। जे कुरा प्रतिपक्षले भन्यो, विभिन्न सञ्चार माध्यमबाट भनिरहेको छ, प्रतिपक्ष सदनबाट बताइरहेको छ, आलेखहरूबाट पठाइरहेको छ, हामीले सुन्यौँ र हामीले जे सुधार्नुपर्ने छ हामी सुधार्दै दिएर जानेछौँ। जे कुरा ध्यानाकर्षण मात्र गरेको रहेछ ल ठिक छ।